जसको टाउको 2 पाउको छैन उसको नाम गणेश। जेन्जी देखेर तुरुक्क मुत्नेको नाम चाहिँ शेरे रे। जो चाहिँ 10 वटा केटा गुमारी हिँड्छ उसको नाम चाहिँ कुमारी। जसको घरमा पित्तल छैन उसको नाम हिरा। 8 क्लास फेल कृष्णले घुमाउने केटीको नाम विद्या रे। अनि जो चाहिँ जिन्दगीभरि कर्म गर्नुभन्दा काण्डै काण्ड गरेर हिँडेको छ उसको नाम चाहिँ बुद्ध। ओ गड बुद्ध। नाइस। जसले आँखै देख्दैन उसको नाम नेत्र। यो बसमा आज दुङ दुङ गरेर पाद्ने त्यसको नाम खुसबु रे। खुसबु दे होजिया। अनि जसको चाहिँ जिन्दगीको केही पनि भ्याल्यु छैन केही पनि मोल आउँदैन उसको नाम चाहिँ अनमोल।